हेलो गाइज अनि के छ त अनि तपाईहरुको सबै ठिकै होला। आज मलाई एउटा कुरा लास्ट त बुझिरा छैन क्या। त्यो के हो भने हामी राई लिम्बू तामाङ मगर जस्तै शेर्पाहरु चाहिँ के रे पहिचानको खोजीमा छौं क्या। एकदम पहिचानको खोजीमा छौं। हाम्रो पहिचान नहराओस्, हाम्रो लिपि नहराओस्, हाम्रो भाषा नमरोस्, हाम्रो संस्कृति नमरोस् भनेर पहिचानको खोजीमा छौं क्या हामी। र त्यो पहिचान चाहिँ हाम्रो जोगाउनको लागि चाहिँ हाम्रो मान्छे कोही न कोही माथि ठुलो पोस्टमा हुनुपर्छ क्या। सबै पोस्टमा चाहिँ जस्तै तपाईको एमाले, माओवादी, कांग्रेस, राजसपा जस्तै अरु भयो, राजाको जो राजतन्त्रको भयो, कुनैको पनि पार्टीको सबै अध्यक्षहरू चाहिँ सबै ब्राह्मणहरू क्षेत्रीहरू छ क्या। अनि हाम्रो पहिचान चाहिँ कसरी जोगाइन्छ क्या उनीहरूले? हाम्रो पहिचानको उनीहरूले ख्यालै गर्दैन क्या। उनीहरू भनेको एउटा जाईको जग्गा त छट्टै 1 मिनेटमा बेचेर हिँड्ने मान्छेहरू, शरणार्थी जस्तो भएर हिँड्ने मान्छेहरू चाहिँ पनि किन्ने मान्छेहरूले हाम्रो पहिचानको जस तपाईहरुलाई पहिचान दिलाइन्छ जस्तो लाग्दैन नि। त्यही भएर अहिले चाहिँ एउटा समय आएको छ क्या। हाम्रो हर्क साम्पाङ एउटा पार्टी खोलेर अध्यक्ष भएर चाहिँ माथि जाँदैछ क्या। सबले सपोर्ट गर्नु क्या। राई लिम्बू तामाङ मगर शेर्पा भोटे सबैजनाले क्या सपोर्ट गर्नु क्या उनलाई। यो चाहिँ एकदम जरुरी छ क्या। यो 100% जरुरी छ क्या। यो यति चाहिँ गर्नुपर्छ क्या। अब धेरै एमालेको पछि नडगाउनुस् तपाईहरु, कांग्रेसको पछि नलाग्नुस्, माओवादीको पछि नलाग्नुस् तपाईहरु। तपाईहरुलाई 5 साल तपाईको जिन्दगी चल्दैन क्या। तपाईको संस्कृति जोगाइदिदैन क्या। तपाईको पहिचान जोगाइदिदैन क्या। पहिचान जोगाउनु छ भने हर्कसम्मको पछाडि राख्नुहोस्। नाथे एउटा के सुनिया पारवाङको मूर्ति बनाउन आलेको त किन बनाएको अरे? उनीहरूले हजारौं मन्दिर लाखौं मन्दिर बनाएको छ योजना पारेर। नाथे हामीले के देख्छ तिनीहरूले? छैन क्या। अहिलेसम्म जिरो। तपाईहरुलाई हली बनाउँछ, तपाईहरुलाई लट्ठ बनाउँछ, तपाईहरु गोरु बनाउँछ क्या। उनीहरू जोत्छ क्या तपाईहरुलाई। त्यही भएर तिनीहरूको पछि लाग्नु छोडिदिनुस् क्या। एमाले कांग्रेस हामी पछि नै लाग्नुहोस् क्या। यो म ठोक्का ठोक्छु। तिनीहरूले हामीलाई बार धोका दिएको छ क्या। यो कुरा तपाईहरुले बुझ्नुपर्छ क्या। त्यही भएर म सबैजना साथीहरुलाई भन्छु, हाम्रो मतवाली साथीहरुमा भन्नु जस्तै राई लिम्बू अब राम्रो मान्छे हो। हर्क साम्पाङ तपाईहरुलाई अब बाउनहरुलाई नराम्रो नि भनेको हैन मैले। कोही दाजुभाइहरु राम्रो नि हुनुहुन्छ हैन। त्यो हो क्या। त्यही भएर अब मेरो एमाले मेरो म भन्नु छोडिदिनुहोस् क्या। हाम्रो मान्छे जानेछ सबले सपोर्ट गर्नु क्या। पूर्वको नवला जिल्लाले मात्रै सपोर्ट गर्नु भने कतिवटा त्यहाँबाट भोट थाहा छ सिट कति आउँछ नवला जिल्लामा? तपाईको 30 वटा सिट त नवला जिल्लाबाट मात्रै आउँछ। समानुपातिकमा जित्यो भने 65 सिट जित्नु सक्छ क्या। पछि प्रधानमन्त्री हुन सक्छ। हाम्रो समस्याको सोलुसन त्यहाँबाट हुन सक्छ क्या। सबैले बुझ्नु जरुरी छ साथी हो। मैले मेरो बुझाइमा यति भने। तपाईलाई के कस्तो लाग्यो? लाइक कमेन्ट शेयर गरिदिनु होला। हस् त। ह्याभ अ गुड डे, ह्याभ अ गुड नाइट।